नमस्कार साथीहरु, सबैजना सन्चै हुनुहुन्छ? ल, सानो भिडियो लिएर म तपाईहरु सामु आइसकेछु है त साथीहरु। आज चाहिँ हामी यहाँ मैले फिगर देखाएको छु। यसो हेर्दाखेरि तपाईहरुले बुझिसक्नु भएको छ है। यो चाहिँ हाम्रो फोक्सो लंग्सको फिगर हो। मैले यसलाई कम्प्यारिजन गरेर देखाउन खोजेको छु। एउटा चाहिँ हेल्थ भनेर हेल्दी छ, अर्को चाहिँ उतापट्टि डिजिज भएको सीओपीडी भनेर लेखेको छु मैले। र अनि यहाँ साइडमा हैन मैले अलिकति स्मल त्यो फिगर पनि देखाउन खोजेको छु। एल्बो लाइनको पनि देखाएको छु र यहाँ चाहिँ ब्रोन्कियलको पनि देखाएको छु है त साथीहरु। अब यो सीओपीडी को डेफिनेसन त हामीलाई थाहा छ हैन। सीओपीडी द कम्बिनेसन अफ द क्रोनिक ब्रोन्काइटिस एन्ड इम्फाइसिमा भनेको चाहिँ सीओपीडी हो भनेर हामी सबैलाई थाहा छ हैन। अब ब्रोन्काइटिस भनेको के हो, इम्फाइसिमा के हो भन्ने कुरा यो चाहिँ मैले अस्ति नै तपाईहरुलाई भनि पनि सकेको छु, तपाईहरुलाई थाहा छ होला हैन। अब हामी यसको आज स्पेशली मैले किन देखाउँदै छु त भने यसको ट्रिटमेन्टको यो चाहिँ मैले तपाईहरुलाई अलिकति सजिलो होस् भनेर सीओपीडी ट्रिटमेन्टमा चाहिँ निमोनिक राखेर तपाईहरुलाई सजिलो तरिकाले चाहिँ मैले यसको ट्रिटमेन्ट सिकाउन जाँदै छु है त साथीहरु। अब यसको ट्रिटमेन्ट सीओपीडी को ट्रिटमेन्ट निमोनिकमा चाहिँ मैले सीओपीडी नै भइहाल्यो अनि ईआर तपाईहरुले सम्झिन सजिलो भनेर कोपडोर अथवा यसलाई चाहिँ सीओपीडी ईआर भनेर पनि सम्झिन सक्नुहुन्छ तपाईहरुले हैन। अब हेरौं के रहेछ, सीबाट के रहेछ है त। सी भन्ने बित्तिकै कोर्टिकोस्टेरोइड हामी सबैलाई थाहा भएकै कुरा हो हैन। यसमा चाहिँ अब सीओपीडी मा हामीले स्पेशली कोर्टिकोस्टेरोइड चलाउँदाखेरि चाहिँ इनहेल कोर्टिकोस्टेरोइड र सिस्टेमिक कोर्टिकोस्टेरोइड चलाउँछौं है त साथीहरु। अब इनहेल कोर्टिकोस्टेरोइड चाहिँ हामीले मोडरेट टु सिभियर सीओपीडी विथ फ्रिक्वेन्ट एक्जासर्बेसन भएको छ हैन। एक्जासर्बेसन भएर हस्पिटल एडमिसन भइराख्नु पर्ने त्यस्तो बिरामीहरुलाई चाहिँ हामी इनहेल कोर्टिकोस्टेरोइड चलाउँछौं। यसको कमन ड्रग भनेको चाहिँ बुडिसोनाइड र अनि फ्लुटिकाजोन भन्ने चाहिँ हामी चलाउँछौं। यो चाहिँ कम्बाइन विथ यो चाहिँ लाभासँग चाहिँ चलाउँछौं है त हामी। अनि सिस्टेमिक कोर्टिकोस्टेरोइडमा चाहिँ हामी एक्जासर्बेसनको बेलामा चलाउँछौं, जुन बेला चाहिँ एयरवे इन्फ्लामेसनलाई चाहिँ यसले चाहिँ के गर्छ त रिड्युस गर्छ है त साथीहरु। अनि अब यसको एक्जाम्पल भन्नुपर्दा सिस्टेमिकको एक्जाम्पल भन्नुपर्दा चाहिँ प्रेडनिसोलोन 40 mg डेली फर 5 to 7 डेज चाहिँ सर्ट कोर्सको लागि चाहिँ चलाइन्छ। यो कोर्टिकोस्टेरोइडको बारेमा त तपाईले थाहा पाउनु भयो हैन। एउटा चाहिँ इनहेल कोर्टिकोस्टेरोइड, एउटा चाहिँ सिस्टेमिक कोर्टिकोस्टेरोइड। त्यसपछि मैले यहाँ फिगरमा पनि अलिकति देखाइदिन खोजेको छु, फिगर देख्नु भयो होला हैन। अब त्यसपछि ओबाट चाहिँ अक्सिजन थेरापी है त साथीहरु। अक्सिजन थेरापी अब यो सीओपीडी को बिरामीलाई त अक्सिजन चाहिए नै हाल्यो हैन। युज फर पेशेन्ट विथ क्रोनिक हाइपोक्सिमिया छ, हाम्रो PaO2 लेस देन 55 mmHg र SpO2 लेस देन 88% छ भने यस्तो अवस्थामा चाहिँ हामी अक्सिजन चाहिन्छ त्यो बिरामीलाई है त। अब यसको गोल भनेको त हाम्रो गोल भनेको चाहिँ किप SpO2 बिट्विन 88 देखि 92% चाहिँ हामीले SpO2 लाई चाहिँ त्यतिको बीचमा राख्नुपर्ने भयो हैन। टु प्रिभेन्ट कार्बन डाइअक्साइड रिटेन्सन इन CO2 रिटेनर हैन, जसको चाहिँ CO2 रिटेन्सन हुनबाट चाहिँ हामीले प्रिभेन्ट गर्ने भयो चाहिँ हैन। लङ टर्म अक्सिजन थेरापी चाहिँ अब कस्तो बेलामा दिइन्छ त भन्दा इम्प्रुभ द सर्भाइभल इन सिभियर सीओपीडी विथ द क्रोनिक रेस्पिरेटरी फेलियर छ, त्यो बिरामी चाहिँ अक्सिजन नलाइकन बाँच्नै सक्नुहुन्न भने त्यस्तो बिरामीहरुलाई चाहिँ हामीले लङ टर्म बेसिसमा चाहिँ लाउनु पर्ने हुन्छ। यसको मिनिमम 15 आवर्स पर डे फर सिग्निफिकेन्ट बेनिफिट भनेको हामी 24 आवर्समा चाहिँ त्यो बिरामीलाई कति 24 आवर्समा 24 आवर्स चाहिँ लगाउने कि अथवा के भन्दा त हामी म्याक्स मिनिमम चाहिँ 15 आवर्स पर डे को हिसाबले चाहिँ लगाउन सक्छौं है त। अब पी हैन प्रिभेन्सन। अब के प्रिभेन्सन गर्ने त भन्दा स्मोकिङ सेसेसन गर्नु पर्यो र भ्याक्सिनेसन गर्नु पर्यो हैन। स्मोकिङ सीओपीडी को लागि स्मोकिङ चाहिँ एकदमै डेन्जरस हो हैन। यसलाई चाहिँ छोड्नै पर्ने हुन्छ। अब यसलाई चाहिँ हामी कसरी छोड्न सक्छौं त भन्दा निकोटिनिक रिप्लेसमेन्ट थेरापीहरु चाहिँ हामी गर्न सक्छौं। जस्तै हामीले बिप्रोपिन र यो भ्यारिनेसिक्लिन भन्ने चाहिँ मेडिसिन दिएर चाहिँ हामी यो चाहिँ छोडाउन सकिन्छ हैन। अनि भ्याक्सिनेसनमा चाहिँ इन्फ्लुएन्जा भ्याक्सिन लगाउन सकिन्छ, निमोकोकल भ्याक्सिनहरु लगाउन सकिन्छ है त साथीहरु। त्यसपछि आयो डी
डाइलेटर भन्ने बित्तिकै ब्रोन्को डाइलेटर भन्ने बुझ्छौँ हामी। ब्रोन्को डाइलेटरमा चाहिँ सर्ट एक्टिङ ब्रोन्को डाइलेटर, लङ एक्टिङ ब्रोन्को डाइलेटर र कम्बिनेसन थेरापी चलाउन सकिन्छ होइन। अब सर्ट एक्टिङ ब्रोन्को डाइलेटरमा चाहिँ हामी एक्युट सिम्टम भएर आयो भने त्यस्तो बेलामा चाहिँ हामी सर्ट एक्टिङ ब्रोन्को डाइलेटर चलाउँछौँ। त्यसमा एसएबी भन्छ, जस्तै सामा भनेर छ। साबा भनेको चाहिँ सर्ट एक्टिङ बेटा एगोनिस्ट भयो होइन। यसमा साल्बुटामोल, अल्बिटिरोलहरू पर्छ। अब यो साबाले के गर्छ त भन्दा हाम्रो एयरवेको वरिपरि रहेको मसल्सहरूलाई चाहिँ रिल्याक्स गरिदिन्छ, जसले गर्दाखेरि हाम्रो एयरवे चाहिँ एक्सपान्ड हुनलाई चाहिँ सजिलो हुने भयो है त। अब सामा भनेको चाहिँ यो चाहिँ सर्ट एक्टिङ मुस्क्यारिनिक एगोनिस्ट हो होइन। यसले के गर्छ त भन्दा इप्राट्रोपिन ब्रोमाइड चाहिँ यसमा पर्छ होइन। अब यसले चाहिँ स्मुथ मसल्स, यो एसिटाइलकोलिनको एक्सनलाई चाहिँ इनिबिट गरिदिन्छ लङ्समा होइन, जसले गर्दा स्मुथ मसल्सहरू रिल्याक्स हुन्छ। र स्मुथ मसल्स रिल्याक्स हुने भइसकेपछि के हुने भयो त भन्दा हाम्रो ब्रोन्केलहरू चाहिँ डाइलेट हुने भयो है साथीहरू, अनि सास फेर्नलाई सजिलो हुन्छ। अब लङ एक्टिङ ब्रोन्को डाइलेटरमा चाहिँ मेन्टेनेन्स डोज दिनु पर्यो होइन, जसलाई लङ टर्मसम्म मेन्टेनेन्स गर्नुपर्छ भने यस्तो बेलामा चाहिँ हामी लाबा र लामा चलाउँछौँ है। लङ एक्टिङ बेटा एगोनिस्ट होइन, यसमा साल्मिटिरोल अनि फर्मिटिरोल पर्छ, इम्प्रुभ लङ्सको फङ्सनलाई यसले इम्प्रुभ गर्छ भने। लामा चाहिँ लङ एक्टिङ मुस्क्यारिनिक एगोनिस्ट हो, यसमा चाहिँ टायोट्रोपियम होइन यिनीहरू चाहिँ पर्छ, ग्लाइकोपाइरोलेटहरू पर्छ है। यसले चाहिँ प्रिफर ओभर लाबा फर प्रिभेन्टिङ द एक्जासर्बेसनको लागि चाहिँ हामीले युज। कम्बिनेसन थेरापी यो लाबा र लामा चाहिँ हामीले के गर्छौँ त भन्दा कम्बिनेसन को रूपमा पनि युज गर्छौँ। यो चाहिँ मोडरेट टु सिभियर केसमा चाहिँ कम्बिनेसनको, यो दुइटैको कम्बिनेसनको रूपमा चाहिँ युज गर्न सकिन्छ है त। डाइलेटर भन्ने बित्तिकै के रहेछ त साथीहरू, ब्रोन्को डाइलेटर रहेछ। यसमा चाहिँ सर्ट एक्टिङ ब्रोन्को डाइलेटर र लङ एक्टिङ ब्रोन्को डाइलेटर अनि कम्बिनेसन थेरापी चलाउन सकिँदो रहेछ है त, थाहा पाउनु भयो। त्यस पछाडि हेरौँ है त। भन्ने बित्तिकै एक्जासर्बेसनको म्यानेजमेन्ट गर्नु पर्यो। अब कसरी गर्ने त एक्जासर्बेसनको म्यानेजमेन्ट भनेको, एन्टिबायोटिक दिनुपर्ने हुन्छ। अब चोइस अफ ड्रग्समा चाहिँ एमोक्सिलिन, क्लाभिनेट, एजिथ्रोमाइसिनहरू, डक्सासाइक्लिनहरू दिन सकिन्छ। सिस्टेमिक स्टेरोइडहरू चलाउन सकिन्छ। प्रेडनिसोलोन 40 मिलिग्राम पर डे फर 5 to 7 डेजसम्म चलाउन सकिन्छ। नेबुलाइज गर्न सकिन्छ होइन। नेबुलाइजमा ब्रोन्को डाइलेटर भयो, यो चाहिँ साल्बुटामोल प्लस इप्राट्रोपिन ब्रोमाइड चाहिँ दिन सकिन्छ। नन इन्भेजिभ भेन्टिलेसनहरूमा राख्न सकिन्छ बिरामीलाई। अब यो नन इन्भेजिभ भेन्टिलेटर चाहिँ कति बेला राख्ने त भन्दा, भेन्टिलेसन चाहिँ जस्तै एक्युट रेस्पिरेटरी फेलियर भयो, पिएच लेस देन 7.35 छ, PaCO2ले मोर देन 45 मिलिमिटर अफ मर्करी छ भने यस्तो अवस्थामा चाहिँ हामी यो एनआइभी नन इन्भेजिभ भेन्टिलेसनमा चाहिँ बिरामीलाई राख्न सकिन्छ। जस्तै बाइप्याप होइन, सिप्यापहरूमा चाहिँ राख्न सकिन्छ है त साथीहरू। अनि अर्बाट रिहेबिलिटेसन भयो, रिहेबिलिटेसन एन्ड लाइफ मोडिफिकेसन। अब के गर्ने रहेछ त हेरौँ। पल्मोनरी रिहेबिलिटेसन गर्ने रहेछ। यसमा एक्सर्साइज ट्रेनिङहरू, एजुकेसन एन्ड ब्रिदिङ टेक्निकहरू सिकाउने भयौँ। न्युट्रिसन होइन, मालनरिस पेसेन्ट निड हाई क्यालोरी हाई प्रोटिन डाइटहरू दिनुपर्ने हुन्छ। त्यसपछि आएर साइकोलोजिकल सपोर्टहरू गर्नुपर्ने हुन्छ। एन्जाइटी एन्ड डिप्रेसन आर कमन इन द सिओपिडी, किनभने लामो समयसम्म अक्सिजन लिएर घरमा बस्नुपर्ने हुन्छ। अनि उहाँहरूको सर्टनेस अफ ब्रेथहरू हुन्छ। अनि कुनै पनि एक्टिभिटिजहरू गर्नलाई गाह्रो भइरहेको हुन्छ। यो बिरामीहरूमा यो क्रोनिक लामो समयसम्म हुने भएको कारणले गर्दाखेरि उहाँहरूमा साइकोलोजिकल सपोर्ट एकदमै चाहिन्छ। डिप्रेसन होइन, एन्जाइटीहरू चाहिँ कमन हुन्छ है त सिओपिडीमा साथीहरू। आज मैले यति कुरा एकदम सानो सर्ट एन्ड स्विट है तपाईँहरूलाई सिओपिडीको म्यानेजमेन्ट अब जाँचमा आयो भने मजाले लेख्न सक्नुहुन्छ होला। सिओपिडी होइन, सिओपिडी इआर भनेर सम्झिनु भयो भने सजिलो हुन्छ तपाईँहरूलाई होइन। ईबाट एक्जासर्बेसन भयो, आर भनेको रिहेबिलिटेसन भयो, र सिओपिडी भनेको के रहेछ त, यसको म्यानेजमेन्ट कसरी गर्ने रहेछ, लङ एक्टिङ बेटा एगोनिस्ट के रहेछ, अनि सर्ट एक्टिङमा के रहेछ भन्ने कुरा चाहिँ मैले तपाईँलाई सबै यसको मेकानिजम अफ एक्सनदेखि लिएर बताउन सकेँ जस्तो लाग्छ। यो भिडियोले तपाईँहरूलाई धेरै नै सहयोग गर्छ जस्तो लाग्छ इक्जाम पोइन्ट अफ भ्यूबाट पनि, प्लस हामीले काम गरिराख्दाखेरि पनि हामीलाई चाहिँ चाहिने कुरा हो। त्यही भएको कारणले मैले यो भिडियो बनाएँ होइन। तपाईँहरूले यो भिडियोलाई आफूले पनि यसबाट चाहिँ नलेज लिनुहोला र साथीहरूलाई पनि सेयर गर्नुहोला, र जसले गर्दा मलाई नयाँ नयाँ भिडियो बनाउनलाई चाहिँ अझै हौसला मिल्नेछ। आजको लागि साथीहरू सबैलाई धन्यवाद।